साथी हो यो मेन लिफ्ट हो हैन। यो मेन लिफ्ट चल्न त्यति खासै गाह्रो त छैन, तर भने पनि यो हाइटको काम अलिकति डर चाहिँ अलिअलि लाग्छ। माथि माथि गएर झड्का खायो भने चाहिँ अलिकति डर लाग्छ हैन। खासै गाह्रो चाहिँ छैन। यो तपाईको यो के छ सिस्टम भने तपाईहरुलाई म देखाउँछु है त। यो मुनिको यो एक्सिलेटर हो। तपाईको यो रेसिङ गर्नुपर्छ। यो रेसिङ भइसि मात्रै तपाईको गाडी यो जुन यसको काम गर्छ, यो मेसिनले काम गर्छ तपाईको यो। अनि यो ह्यान्डल छैन। यो ह्यान्डल चाहिँ तपाईको यो अगाडि पछाडी गर्ने हो, अगाडि पछाडी गर्ने हो। तर यसको यो पनि लक छ। यो लकलाई माथि तानेर अनि यो अगाडि पछाडी गर्न मिल्छ। हेर्नुस् है त। यो फेरि एक्सिलेटर दिनुपर्छ। यो एक्सिलेटर यसरी एक्सिलेटर दिएर मात्रै हुन्छ। यो छ नि तपाईको यो लक माथि उठाएर अनि पछाडी हैन। यो यति झड्का खायो भने अलिकति गाह्रो हुन्छ हैन। अनि यो फेरि यो तपाईको अगाडि यो हो, पछाडी यता। अनि तपाईको यसको स्ट्रिङ हुँदैन। स्ट्रिङ भनेको यहाँनिर तपाईको यो बटम हुन्छ। यो बटम एउटा यो दाहिने देब्रे, दाहिने जानु पर्यो भने यो दाहिने जानु पर्यो भने यतापट्टि, देब्रेपट्टि जानु पर्यो नि यता। यो बटम हुन्छ। यो बटम थिच्ने हो है, यो माथि लक तानेर। अनि तपाईको यो बुम छ नि माथि लामो छोटो बनाउनलाई चाहिँ यो तल गर्यो भने, यता पछाडी गर्यो भने यो त लामो हुन्छ। तर यो हेर्नुस् अघि यो रेसिङ छ नि, रेसिङ छुट्छ फेरि तपाईको। यो रेसिङ चाहिँ यस्तो दिएर मात्र हुन्छ, फेरि यस्तो हुन्छ। अनि यो तपाईको यो यस्तो गर्यो भने बुम लामो हुन्छ, बुझ्नु भयो नि। अनि यो अगाडि गर्यो भने बुम छोटो हुन्छ। अनि तपाईको यो चाहिँ कुन हो भने यो हो तपाईको यो छ नि सानो बुम। यो सानो बुम माथि गर्ने अनि तल गर्ने। अगाडि गर्यो भने माथि हुन्छ, पछाडी गर्यो भने तल हुन्छ है त। अनि तपाईको यो बटम चाहिँ तपाईको यो जुन छ नि यो हामी पस्ने कुरा, योलाई यताउता घुमाउने हो। यो यताउता घुमाउने है त। अनि यो रेसिङ हो। यो रेसिङ कति चाहिन्छ तपाईको गाडी कति स्पिडमा जानुपर्ने त्यसको लागि हो यो चाहिँ। अनि तपाईको यो स्विमिङको लागि यताउता घुम्नको लागि, यो स्विमिङ यताउता जानलाई हेर्नुस् है त। यो यताउता हो। अनि सिधा ढगाल्यो भने माथि उठ्छ यो बुम हैन, माथि उठ्छ। अनि यो तल गऱ्यो भने तल हुन्छ। अगाडि पछाडी सिस्टम यस्तो छ। मेनली चलाउन खासै गाह्रो चाहिँ छैन, तर भने पनि हाइटमा काम गर्दाखेरि गाह्रो हुन्छ। अनि त्यो झड्का खायो भने चाहिँ अलिकति गाह्रो डर लाग्ने त्यति हो। अलिकति त्यस खासै सिस्टमहरू त्यति छैन यसको। ल है त, मेरो तर्फबाट आज यति नै हो। हस् त, धन्यवाद।